के पैसालाई साँच्चै आफूतर्फ तान्न सकिन्छ त? जोसेफ मर्फीको काममा आधारित आजको यो प्रस्तुतिमा हामी धन आकर्षणका ती मनोवैज्ञानिक रहस्यहरूको बारेमा गहिरो कुराकानी गर्नेछौँ जसले हाम्रो आर्थिक जीवनलाई साँच्चै बदल्न सक्छ। लाउनुहोस् यो यात्रामा सँगै अगाडि बढौँ। ल सुरु गरौँ यो एकदमै शक्तिशाली भनाइबाट। यो केवल केही शब्दहरू मात्र होइन, यो त पैसालाई हेर्ने हाम्रो पूरै दृष्टिकोण नै बदल्ने एउटा निम्तो हो। यसले के भन्छ भने पैसा कागजको नोट मात्र होइन, यो त एक किसिमको ऊर्जा हो र यही सोचको परिवर्तनबाट नै सबै कुरा सुरु हुन्छ। त्यसो भए यो डिभाइन आइडिया वा दिव्य विचार भनेको के हो त? यसलाई व्यवहारमा कसरी बुझ्ने? सूर्यको उदाहरण लिउँ न। सूर्यले कहिले कसैलाई काकापाखा गर्छ र? गर्दैन नि। यसको ऊर्जा सबैका लागि बराबर छ। हो, ठ्याक्कै त्यस्तै पैसा पनि एउटा विश्वव्यापी ऊर्जा हो जुन हाम्रो जीवनलाई राम्रो बनाउनका लागि उपलब्ध छ। तर यसलाई आफूतर्फ तान्ने कि पर धकेल्ने, त्यो साँचो चाहिँ हाम्रै मानसिकतामा भर पर्छ। अब हाम्रो यात्राको सबैभन्दा महत्त्वपूर्ण खण्ड सुरु हुन्छ। त्यो हो मन र विश्वासको खेल। अब हामी बुझ्नेछौँ कि हाम्रो बाहिरी आर्थिक अवस्था वास्तवमा हाम्रो भित्री सोचाइको ऐना कसरी बन्छ। यहाँ हेर्नुहोस् त, हाम्रो दिमागभित्र कस्तो द्वन्द्व चलिरहेको हुन्छ। एकातिर धनी मान्छे लोभी हुन्छन् वा पैसा फोहर हो भन्ने जस्ता सोच्छन्, जसले थाहै नपाइकन पैसालाई हामीबाट टाढा धकेलिरहेका हुन्छन्। अनि अर्कोतिर पैसाले राम्रो काम गर्न सकिन्छ वा यसले मलाई र अरूलाई सहयोग गर्छ भन्ने जस्ता सकारात्मक सोच्छन्, जसले पैसालाई चुम्बकले जस्तै आफूतर्फ तान्छन्। त्यसो भए दिमागमा गडेर बसेका यस्ता नकारात्मक विश्वासलाई कसरी हटाउने त? एउटा एकदमै सरल तर शक्तिशाली तरिका छ। जब दिमागमा पैसाको बारेमा कुनै नराम्रो विचार आउँछ, त्यसलाई तुरन्तै एउटा सकारात्मक वाक्यले काटिहाल्नुहोस्। यसो गर्दा के हुन्छ भने हाम्रो अवचेतन मनमा धनको प्रवाहलाई रोकिरहेको जुन मानसिक पर्खाल छ, त्यो बिस्तारै भत्किन थाल्छ। सोचाइ बदल्ने कुरा त गर्यौं, तर व्यवहारमा कसरी बदल्ने? ल अब हामी ती शक्तिशाली औजारहरूको बारेमा कुरा गर्नेछौँ जसले हाम्रो अवचेतन मनलाई समृद्धिको लागि भनौँ न रिप्रोग्राम गर्न मद्दत गर्छन्। यी सकारात्मक पुष्टिहरू वा एफर्मेशन्स किन यति शक्तिशाली हुन्छन् थाहा छ? किनभने यिनीहरूले सिधै हाम्रो अवचेतन मनको भाषा बोल्छन्। जब हामी बारम्बार यस्ता वाक्यहरू दोहोर्याउँछौँ, हामी आफ्नो अवचेतन मनलाई एउटा नयाँ सत्य कुरा स्वीकार गर्न तालिम दिइरहेका हुन्छौँ। र जब भित्री मनले यो कुरा पत्याउँछ, बाहिरी दुनियाँमा अवसरहरू आफै बन्न थाल्छन्। अब अर्को अचूक औजारको कुरा गरौँ। त्यो हो कल्पना, अर्थात् भिजुअलाइजेसन। यो कस्तो हो भने हामीले आफ्नो दिमागलाई एउटा स्पष्ट नक्सा दिइरहेका छौँ। जब हामी आँखा चिम्लिएर आफूले चाहेको सम्पन्न जीवनलाई एकदमै विस्तृत रूपमा सोच्छौँ र त्यसबाट आउने खुसी र सन्तुष्टिलाई साँच्चै महसुस गर्छौँ, तब हामीले आफ्ना अवचेतन मनलाई ल मलाई यस्तो वास्तविकता चाहियो भनेर अर्डर दिइरहेका हुन्छौँ। यो भनाइ सुन्दा जति सरल छ त्यति नै गहिरो छ। धनी मानसिकताको सबैभन्दा पहिलो र महत्त्वपूर्ण लक्षण नै कृतज्ञता हो। आफूसँग अहिले जे जति छ त्यसप्रति धन्यवादको भाव राख्दा ब्रह्माण्डले अझ धेरै दिन्छ भन्ने विश्वास गरिन्छ। मसँग छ भन्ने भावनाले नै अझ धेरै हुने अवस्थालाई आकर्षित गर्छ। हामी अक्सर प्रार्थनालाई माग्ने कुरासँग जोड्छौँ, तर यहाँ धनको लागि प्रार्थनाको अर्थ अलि फरक छ। यो अभावको महसुस गरेर कृपया दिनुहोस् भन्नु होइन, बरु म यो पाउन योग्य छु भनेर अधिकारका साथ दावी गर्नु हो। यस्ता वाक्यले हाम्रो अवचेतन मनमा सम्पन्नताको बिउ रोप्ने काम गर्छ। तर एउटा प्रश्न उठ्छ, के सोचेर मात्रै सबै कुरा हुन्छ त? पक्कै पनि हुँदैन। अब हामी त्यो महत्त्वपूर्ण चरणमा आइपुगेका छौँ जहाँ हाम्रो भित्री विश्वास र बाहिरी कर्मको भेट हुन्छ। यो सन्तुलन बिना सफलता अधुरो हुन्छ। पैसाको प्रवाहलाई यो तुलनाले एकदमै राम्रोसँग देखाउँछ। जो व्यक्ति खर्च गरे भने त पैसा सकिन्छ भनेर डराउँछ, उसले अन्जानमै पैसाको बहावलाई रोकिरहेको हुन्छ। तर जो व्यक्ति मैले खर्च गरेको पैसा घुमिफिरी अझ बढेर म कहाँ नै फिर्ता आउँछ भन्ने विश्वास राख्छ, उसको लागि पैसाको ढोका सधैँ खुला रहन्छ। धेरैको मनमा एउटा गहिरो भ्रम हुन्छ कि धनी हुनु पाप हो। तर सत्य के हो भने कुनै पनि धर्मले धनको होइन, लोभको निन्दा गर्छ। सम्पत्ति आफैमा खराब होइन, तर त्यसलाई केवल आफ्नो लागि मात्र साचेर राख्नु र अरूको भलाइमा प्रयोग नगर्नु चाहिँ समस्या हो। ल यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरामा ध्यान देऊ। विश्वास र कल्पनाले मात्रै केही हुँदैन।
यदि कोही कुर्सीमा बसेर कल्पना मात्रै गर्छ तर त्यसलाई साकार पार्न कुनै ठोस कदम चाल्दैन भने त्यो त दिउँसै देखेको सपना जस्तो मात्र हुन्छ। त्यसैले भित्री कामलाई बाहिरी कर्मसँग जोड्नै पर्छ। अहिलेसम्म हामीले धेरै सिद्धान्तहरूबारे छुट्टा छुट्टै कुरा गर्यौं। अब यी सबैलाई एकै ठाउँमा ल्याएर एउटा शक्तिशाली र प्रयोग गर्न सकिने फाइनल फर्मुला बनाउने बेला आएको छ। यो हो धन आकर्षणको 5 बुँदे सूत्र। हेर्नुहोस् त कति स्पष्ट छ। पहिलो, सकारात्मक सोच। दोस्रो, कृतज्ञता। तेस्रो, कल्पना। चौथो, आफ्नो अवचेतन मनमाथि विश्वास। र सबैभन्दा अन्तिम र महत्त्वपूर्ण, व्यावहारिक कार्य। यी 5वटा कुराको संयोजनले जीवनमा सम्पन्नतालाई आकर्षित गर्न सक्छ। आजको हाम्रो यो पुरै कुराकानीको निचोड के हो त? निचोड यही हो कि पैसा हाम्रो दुश्मन होइन, यो त एउटा ऊर्जा हो र यसलाई तान्ने साँचो बाहिर कतै होइन, हाम्रै दिमाग, हाम्रो विश्वास र हाम्रो काममा लुकेको छ। हाम्रो बाहिरी आर्थिक अवस्था हाम्रो भित्री सोचको प्रतिबिम्ब मात्र हो। अब जाँदा जाँदै एउटा प्रश्नमा विचार गरौँ। आज हामीले यति धेरै कुरा गर्यौं, यसबाट पैसाको बारेमा आफ्नो कुन चाहिँ एउटा पुरानो विश्वासलाई आजैदेखि बदल्ने निर्णय गर्नुभयो त? याद राखौं, एउटा सानो सोचको परिवर्तनले पनि जीवनमा धेरै ठूलो आर्थिक यात्राको सुरुवात गराउन सक्छ।